दर्शकबिन नमस्कार। योभन्दा पहिलेको भिडियोमा हामीले हिमाली पहाडी र काठमाडौँ उपत्यका भित्रका जिल्लाहरूको रोचक जानकारी दिएका थियौं। यदि हजुरले ती भिडियोहरू हेर्नु भएको छैन भने डिस्क्रिप्सनमा लिंक रहेको छ, त्यहाँबाट हेर्न सक्नुहुन्छ। साथै हाम्रो यस च्यानलको प्रोफाइल भित्र गएर पनि हेर्न सक्नुहुनेछ। आजको यस भिडियोमा म हजुरलाई नेपालको तराई क्षेत्रमा अनि भित्री मधेसमा पर्ने जिल्लाहरूको रोचक जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै भिडियोलाई लाइक शेयर गरी कमेन्ट बक्समा आफू बस्ने जिल्लाको नाम पनि लेख्नुहोला। अब भिडियो सुरु गरौं। नेपालको तराई क्षेत्रमा रहेका जिल्लाहरूबाट नम्बर 1 झापा। नेपालको कोशी प्रदेशमा अवस्थित झापा जिल्ला सुदूरपूर्वी तराईको एक घना बस्ती भएको अनि आर्थिक रूपले विकसित जिल्ला हो। यो जिल्ला 1606 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने झापा जिल्लामा 9,98,055 जनसंख्या बसोबास रहेको छ। साथै झापा जिल्लाको सदरमुकाम बिर्तामोट शहर रहेको छ। यस शहरलाई झापा जिल्लाको मुटु पनि भन्ने गरिन्छ। नम्बर 2 मोरङ। पूर्वी नेपालको कोशी प्रदेशमा अवस्थित मोरङ जिल्ला नेपालको दोस्रो ठूलो धेरै जनसंख्या भएको तराई जिल्ला हो। यस मोरङ जिल्लामा करिब 11,48,156 भन्दा माथि जनसंख्या बसोबास रहेको छ भने यो जिल्ला 1855 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। त्यसैगरी मोरङ जिल्लाको सदरमुकाम विराटनगर शहर रहेको छ, जुन नेपालको 6औं ठूलो शहर अनि तराईको दोस्रो ठूलो शहर पनि हो। नम्बर 3 सुनसरी। सुनसरी जिल्ला पनि नेपालको कोशी प्रदेशमा पर्ने तराईको उच्च जनघनत्व भएको आर्थिक र पर्यटकीय सम्भावना बोकेको जिल्ला हो। करिब 9,36,962 जनसंख्या रहेको सुनसरी जिल्ला 1257 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सुनसरी जिल्लाको सदरमुकाम इन्द्रुवा रहेको छ भने यस जिल्लाभित्र नेपालका ठूला शहरहरू धरान र इटहरी जस्ता प्रमुख शहरहरू यस जिल्लामा रहेका छन्। नम्बर 4 सप्तरी। नेपालको मधेस प्रदेशमा अवस्थित सप्तरी जिल्ला तराईको एक ऐतिहासिक विशिष्ट पहिचान बोकेको जिल्ला हो। यो जिल्ला करिब 1363 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ भने सप्तरी जिल्लामा 7,06,255 जनसंख्या बसोबास रहेको छ। साथै यस सप्तरी जिल्लाको सदरमुकाम राजविराज शहर रहेको छ। राजविराज शहरलाई नेपालको आधुनिक इतिहासमा एक सक्रिय राजनैतिक शहरको रूपमा लिइन्छ। नम्बर 5 सिराहा। नेपालको मधेस प्रदेशमा अवस्थित सिराहा जिल्ला तराईको समथर भूमिदेखि चुडे पहाडसम्म फैलिएको सिराहा जिल्लाको क्षेत्रफल 1188 वर्ग किलोमिटर रहेको छ भने यस जिल्लामा करिब 7,39,953 जनसंख्या बसोबास रहेको छ। सिराहा जिल्लाको सदरमुकाम चाहिँ सिराहा बजार नै रहेको छ। नम्बर 6 धनुषा। नेपालको अर्को मधेस प्रदेशमा अवस्थित धनुषा जिल्ला ऐतिहासिक र सांस्कृतिक रूपले एकदमै महत्वपूर्ण जिल्ला मानिन्छ। प्राचीन मिथिला राज्यको राजधानी जनकपुर धाम यसै जिल्लामा पर्दछ। 1180 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको धनुषा जिल्लामा 8,67,747 जनसंख्या बसोबास रहेको छ। धनुषा जिल्लाको सदरमुकाम जनकपुर शहर रहेको छ। यो जनकपुर शहर नेपालको एकमात्र रेल सुविधा भएको शहर पनि हो। नम्बर 7 मा रहेको छ मोहतरी। मोहतरी जिल्ला पनि नेपालको मधेस प्रदेशमा अवस्थित एउटा प्रमुख तराईको जिल्ला हो। यो जिल्ला 1005 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ भने मोहतरी जिल्लामा करिब 7,06,994 भन्दा माथि जनसंख्या बसोबास रहेको छ। साथै यस मोहतरी जिल्लाको सदरमुकाम चाहिँ जलेश्वर रहेको छ। मोहतरी जिल्ला ऐतिहासिक तथा सांस्कृतिक रूपमा मिथिला संस्कृतिको केन्द्र मानिन्छ। नम्बर 8 सर्लाही। नेपालको मधेस प्रदेशमा पर्ने सर्लाही जिल्ला विशेष गरी तराईको कृषि उत्पादनका लागि जानिन्छ। सर्लाही जिल्लामा करिब 8,62,470 जनसंख्या बसोबास रहेको छ भने यो जिल्ला 1259 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ। सर्लाही जिल्लाको सदरमुकाम चाहिँ मलगौवा शहर रहेको छ। नम्बर 9 रौतहट। रौतहट जिल्ला पनि नेपालको मधेस प्रदेशमा पर्ने नारायणी अञ्चलमा अवस्थित एक तराईको महत्वपूर्ण जिल्ला हो। रौतहट जिल्ला 1126 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ भने यस जिल्लामा करिब 8,13,573 भन्दा माथि जनसंख्या बसोबास रहेको छ। साथै रौतहट जिल्लाको सदरमुकाम गौर बजार रहेको छ। नम्बर 10 बारा। नेपालको मधेस प्रदेशमा पर्ने बारा जिल्ला आर्थिक र पर्यटकीय हिसाबले यो जिल्ला निकै महत्वपूर्ण मानिन्छ। बारा जिल्लामा करिब 7,63,137 भन्दा माथि जनसंख्या बसोबास रहेको छ भने यो जिल्ला 1190 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। साथै बारा जिल्लाको सदरमुकाम चाहिँ कलैया शहर रहेको छ। नम्बर 11 पर्सा। नेपालको मधेस प्रदेशमा अवस्थित पर्सा जिल्ला एक प्रमुख तराईको औद्योगिक व्यापारिक जिल्ला हो। यो जिल्लालाई नेपालको आर्थिक राजधानी तथा नेपालको प्रवेशद्वार मानिन्छ। पर्सा जिल्ला 1353 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ भने यस जिल्लामा करिब 6,54,471 जनसंख्या
बसोबास रहेको छ। पर्सा जिल्लाको सदरमुकाम चाहिँ वीरगञ्ज सहर रहेको छ। वीरगञ्ज सहर नेपालको ठूलो सहरको साथै भारतबाट आयात हुने 70% भन्दा बढी सामग्री यही सहरबाट आउने गर्दछ। नम्बर 12 पश्चिम नवलपरासी। पश्चिम नवलपरासी जिल्ला नेपालको लुम्बिनी प्रदेशमा पर्ने नेपालको एक महत्वपूर्ण तराईको जिल्ला हो। साबिकको नवलपरासी जिल्लालाई 2074 सालमा विभाजन गरेर यो जिल्लालाई पश्चिमको बनाइएको हो। पूर्व नवलपरासी जिल्ला भने भित्री मधेसमा पर्दछ। साथै यस पश्चिम नवलपरासी जिल्ला 792 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ भने यस जिल्लामा 3,86,868 जनसङ्ख्या बसोबास रहेको छ। साथै यस जिल्लाको सदरमुकाम परासी रहेको छ। नम्बर 13 रूपन्देही। रूपन्देही जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक प्रमुख विकसित तराईको जिल्ला हो। गौतम बुद्धको जन्मस्थल पनि लुम्बिनी रूपन्देही जिल्लामा पर्दछ। करिब 11,21,957 जनसङ्ख्या बसोबास रहेको रूपन्देही जिल्ला 1360 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने यस जिल्लाको सदरमुकाम चाहिँ सिद्धार्थनगर रहेको छ। साथै यस रूपन्देही जिल्लामा नेपालको ठूलो सहरहरू मध्ये एक बुटोल सहर पनि रूपन्देही जिल्लामा पर्दछ। नम्बर 14 कपिलवस्तु। कपिलवस्तु जिल्ला पनि नेपालको लुम्बिनी प्रदेशमा अवस्थित तराईको ऐतिहासिक धार्मिक दृष्टिकोणले एकदमै महत्वपूर्ण जिल्ला हो। यो जिल्ला 1738 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने कपिलवस्तु जिल्लामा 6,82,961 जनसङ्ख्या बसोबास रहेको छ। त्यसै गरी कपिलवस्तु जिल्लाको सदरमुकाम चाहिँ टौलेहावा सहर रहेको छ। यो टौलेहावा सहर तराईको विकसित सहरहरू मध्ये एक मानिन्छ। नम्बर 15 बाँके। नेपालको लुम्बिनी प्रदेशमा अवस्थित तराईको बाँके जिल्ला आर्थिक, व्यापारिक र यातायातको दृष्टिकोणले एकदमै राम्रो जिल्ला मानिन्छ। करिब 6,03,194 जनसङ्ख्या बसोबास रहेको बाँके जिल्ला 2337 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने बाँके जिल्लाको सदरमुकाम नेपालगञ्ज सहर हो। यो नेपालगञ्ज सहर नेपालको सबैभन्दा गर्मी हुने सहर भनेर पनि चिनिन्छ। साथै यो नेपालगञ्ज सहर प्रदेश 5 को प्रमुख व्यापारिक केन्द्र रहेको छ। नम्बर 16 बर्दिया। नेपालको लुम्बिनी प्रदेशमा अवस्थित बर्दिया जिल्ला पश्चिम नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ। कारण यहाँ नेपालको सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज यसै जिल्लामा पर्दछ। बर्दिया जिल्ला 2035 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने यस जिल्लामा करिब 4,59,900 जनसङ्ख्या बसोबास रहेको छ। बर्दिया जिल्लाको सदरमुकाम चाहिँ गुलेरिया बजार रहेको छ। नम्बर 17 कैलाली। नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित कैलाली जिल्ला तराई क्षेत्र अनि चुरे पहाड मिलेर बनेको एक प्रमुख द्रुत गतिमा विकास भइरहेको जिल्ला हो। कैलाली जिल्लामा करिब 9,04,666 भन्दा माथि जनसङ्ख्या बसोबास रहेको छ भने यो जिल्ला 3235 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ। यसै गरी कैलाली जिल्लाको सदरमुकाम चाहिँ धनगढी सहर रहेको छ। यो धनगढी सहर नेपालगञ्ज सहर पछि नेपालको दोस्रो गर्मी हुने सहर पनि हो। नम्बर 18 कञ्चनपुर। कञ्चनपुर जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित व्यापारिक पर्यटकीय महत्व बोकेको तराईको प्रमुख जिल्ला हो। कञ्चनपुर जिल्ला 1610 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने यस जिल्लामा 5,13,756 जनसङ्ख्या बसोबास रहेको छ। कञ्चनपुर जिल्लाको सदरमुकाम चाहिँ महेन्द्रनगर रहेको छ। महेन्द्रनगर तराईमा पर्ने एक विकसित सहर मानिन्छ। दर्शकबिन नेपालको तराई क्षेत्रमा कुल 18 वटा जिल्लाहरू रहेका छन्। यो भन्दा पहिलेको भिडियोमा हामीले हिमाली, पहाडी र काठमाडौँ उपत्यका भित्र पर्ने जिल्लाहरूको चर्चा गरेका थियौं। यदि हजुरले ती भिडियोहरू हेर्नु भएको छैन भने डिस्क्रिप्सनमा लिंक रहेको छ, त्यहाँबाट हेर्न सक्नुहुन्छ। साथै हाम्रो यस गोर्खे बाबु युट्युब च्यानलको प्रोफाइल भित्र गएर पनि हेर्न सक्नुहुनेछ। हामीले हिमाल, पहाड, तराई अनि काठमाडौँ उपत्यका भित्र पर्ने जिल्लाहरूको बारेमा त जानकारी पायौं। अब चर्चा गरौं नेपालको भित्री मधेसमा पर्ने जिल्लाहरूको बारेमा। नेपालको भित्री मधेसमा जम्मा 7 वटा जिल्लाहरू रहेका छन्। यी जिल्लाहरू यस प्रकारका रहेका छन्। नम्बर 1 उदयपुर। नेपालको भित्री मधेसमा पर्ने उदयपुर जिल्ला महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भूभाग ओगटेको छ। करिब 2063 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको उदयपुर जिल्लामा 3,42,773 जनसङ्ख्या बसोबास रहेको छ भने उदयपुर जिल्लाको सदरमुकाम चाहिँ गाईघाट सहर रहेको छ। यो उदयपुर जिल्ला नेपालको कोशी प्रदेशको पश्चिम दक्षिण दिशामा पर्दछ। नम्बर 2 मकवानपुर। मकवानपुर जिल्ला नेपालको बागमती प्रदेशमा पर्ने भित्री मधेसको एक सुन्दर जिल्ला हो। मकवानपुर जिल्लामा 4,66,073 जनसङ्ख्या बसोबास रहेको छ भने यो जिल्ला 2426 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। मकवानपुर जिल्लाको सदरमुकाम चाहिँ हेटौडा सहर हो। हेटौडा सहरलाई नेपालको ठूला सहरहरू मध्ये एक मानिनुको साथै यसलाई ग्रीन सिटी अफ नेपाल भनेर पनि चिनिन्छ। नम्बर 3 चितवन। चितवन जिल्ला नेपालको बागमती प्रदेशमा पर्ने भित्री मधेसको जिल्ला
हो। यो जिल्ला 2218 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ भने चितवन जिल्लाको सदरमुकाम चाहिँ भरतपुर शहर हो। भरतपुर शहर नेपालको काठमाडौँ र पोखरा शहरपछि तेस्रो ठुलो शहर पनि हो। साथै यस चितवन जिल्लामा करिब 7,19,085 जनसङ्ख्या बसोबास रहेको छ। नम्बर 4 सिन्धुली। नेपालको बागमती प्रदेशमा पर्ने सिन्धुली जिल्ला भित्री मधेसको प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो। सिन्धुली जिल्लामा करिब 3,26,000 भन्दा माथि जनसङ्ख्या बसोबास रहेको छ भने यो जिल्ला 2491 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। साथै यस सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी बजार रहेको छ। नम्बर 5 पूर्व नवलपरासी। पूर्व नवलपरासी अर्थात् नवलपुर जिल्ला। यो जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित एउटा द्रुत गतिमा विकास भइरहेको भित्री मधेसको जिल्ला हो। करिब 3,78,079 जनसङ्ख्या बसोबास रहेको नवलपुर जिल्ला 1370 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने यस जिल्लाको सदरमुकाम चाहिँ कावासोती शहर रहेको छ। नम्बर 6 डाङ। नेपालको लुम्बिनी प्रदेशमा अवस्थित डाङ जिल्ला ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण एक सुन्दर भित्री मधेसको जिल्ला हो। यो जिल्ला एसियाकै सबैभन्दा अग्लो त्रिशुलका लागि पनि जानिन्छ। करिब 6,74,993 भन्दा माथि जनसङ्ख्या बसोबास रहेको डाङ जिल्ला 2955 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने यस जिल्लाको सदरमुकाम चाहिँ घोराही शहर रहेको छ। साथै यो बाहेक यस जिल्लामा अर्को ठुलो तुलसीपुर शहर पनि रहेको छ। त्यसै गरी नम्बर 7 मा रहेको छ सुर्खेत। सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी साथै प्रमुख व्यापारिक केन्द्र पनि हो। भित्री मधेसमा पर्ने यो सुर्खेत जिल्ला प्राकृतिक र पर्यटकीय दृष्टिकोणले पनि एकदमै महत्त्वपूर्ण मानिन्छ। सुर्खेत जिल्ला 2451 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ भने यस जिल्लामा 4,15,126 जनसङ्ख्या बसोबास रहेको छ। सुर्खेत जिल्लाको सदरमुकाम चाहिँ वीरेन्द्रनगर शहर रहेको छ। यो शहर प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ। साथीहरू, यो थियो नेपालको भित्री मधेसमा पर्ने जिल्लाहरू। हजुरलाई आजको यस भिडियो कस्तो लाग्यो? भिडियोलाई लाइक, शेयर गरी कमेन्ट बक्समा आफू बस्ने जिल्लाको नाम लेख्नुहोस्। साथै यस्तै प्रकारका भिडियोहरू हेर्नका लागि हाम्रो यस गोर्खे बाबु युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। हामी फेरि भेटौँला अर्को एक नयाँ भिडियोको साथ। जय नेपाल।